यहाँ नयाँ बिएनके खोलेछ पहिला होम बेस थियो बिएनके राम्रो बनाएको छ मल लिन आएको है फुलहरू कतिले बनाएर छ ढोकै नखोलेको मान्छे हाल्दा त खोले फेरि यस्तो बनाएको छ चेन्ज गरेर सबै यस्तो बनाएको छ ठिल यहाँ रहेछ सेल्फ बनाएको छ बिएनके दिए त राखेको छ कति राम्रो राम्रो फुलहरू यहाँ कस्तो राम्रो अस्ति त यो सबै सिद्धि थियो नि बिएनकेमा सबै यिनीहरूले सायद उ गरेर ल्याएर सर्ने भएर धेरै नल्याएको होला कति राम्रो भाइ यो कस्तो छ राम्रो छ मेरो घरमा भएछ त यो हो क्या यो नि के हो त मनी प्लान्ट जस्तो तर कस्तो खालको हो यो पहेँलो छ त मनी प्लान्ट पनि मनी प्लान्टै हो यो कि सुकेर पहेँलो भएको हो चमाएको रहेछ त्यो त कस्तो राम्रो गरे अर्किड जति यहाँ राखेको छ चारजना अपने यो पनि कस्तो राम्रो छ यहाँ मुभ भन्छ पहिला होम बेस थियो यहाँनिर यस्तो बनाएको छ सबै अस्ति नै ओपन भएको म चाहिँ आज यसो फुर्सद भएर आएको कता कता भन्छ सबै कुरा न्यू सेटअप भएपछि त अल्मलिँदो रहेछ क्या किचन एरिया त राखेको छ यता रहेछ बाहिर ल बाहिर यता हो बाहिर जाने ल यहाँ त ठाउँ धेरै छ नि ठुलो त्यही भएर म यहाँनिर आएको चाहिँ मल कतातिर हो ए के हो यो स्विट पेपर रेड किङ भन्छ क्या हो भोलि खाएको त कामै छैन हामीलाई चाहिने त पिरो हो त्यो स्विट स्विट भन्ने मतलब भएन यो कस्तो होला बरु यो ठिक होला हो चिली पेपर ए यो पो पिरो हुन्छ क्या पहिला मैले एकचोटि लगेर रोपेको थियो घर फेरि पिरो हुन्छ साँच्चै यो त दुई थरीको फल्छ जस्तो लागेको थियो चिली पेपर लानु पर्यो ट्राई गर्नलाई पानीको हिस्सेको ट्याङ्की मल हाल्ने ढङ्ग त कता रहेछ कस्तो खालको फुल हो यस्तो फुल हो कि के हो यस्तो ए नाम त यसको त्यही पर्छ मजाको रहेछ मल त यहाँ रहेछ मैले के हो यो जोन्सन मच्योर प्लान्टलाई कम्पोस्ट हुन्छ
अल पर्पस सानो लाग्छ यो लिए वेस्टल्यान्डको यङ प्लान्टको लागि भन्छ यो भर्खर रोप्नको लागि ठिक हुँदैछ ल यो किन्ने हो कस्तो हुन्छ पहिला नि जस्तो लाग्दैछ खुर्सानी यो कस्तो डल्ले जस्तो छ हेर्दा चिप्ली हुँदैन ट्राई गर्नु पर्यो अनि मैले चाहिँ 3टा लियो यो इन्डोर प्लान्ट भन्छ नि इन्डोर हाउस प्लान्ट रे हाउस प्लान्ट पोटी चाहिँ हेरौँ ट्राई गरेर महँगो त महँगो रहेछ ठिकै छ राम्रो पनि छ चिप्ली भेन्डी हुने हो कि होइन ट्राई गर्नु पर्यो भने ल्याएको के गरेछ भनेपछि फेब्रुअरी मार्चमा रहेछ के लेखेछ यसले फेब्रुअरी मार्च अनि त्यहाँबाट मार्च अप्रिल मे अप्रिल सम्ममा गर्नुपर्ने छ मेमा चाहिँ प्लान्ट आउट हुन्छ त के अरे अब के को प्लान्ट आउट हो अब उधर त राम्रो छैन अनि हार्भेस्ट चाहिँ जुलाई अगस्त सेप्टेम्बर अक्टोबरसम्म गर्न मिल्दैछ अब हेरौँ ट्राई गरौँ है यसलाई हुन्छ कि हुन्न फेब्रुअरी र अप्रिलमा चाहिँ सिड हाल्ने रहेछ जुलाई र अक्टोबरमा चाहिँ के लेखेछ रेडी हुने रहेछ यो जुलाई अक्टोबर हेरौँ 50 ग्रामको रहेछ यो ट्राई सिमी रोपेको यहाँ सबै चिप्ले किराले खाएर खत्तम पाऱ्यो ढाक्नु पर्यो अब यसलाई बिचोक पारेर चाहिँ यहाँ अस्ति रोपेको यस्तो बनाएर चाहिँ ठुट्टो पारिदियो अनि फेरि रोपेको यहाँ अस्ति रोपेको यस्तो बनाएको छ यहाँ ढाकेर अनि अलिकता जोस ढाकेको भएर अलिकता जोगिएछ यसो नगरे त खाइदिने पनि चिप्ले किराले यस्तो काम नरानी चिप्ले किरा के गर्नु गाह्रो छ अर्को फेरि ल्याएर रोपेको यहाँनिर सारेको यसलाई ढाकम त्यो यो चाहिँ अर्को हो कता गएको ठुलो गमला मेरो अरे यहाँको ठुलो गमला कहाँ हालेँ मैले अरे हो कहाँ गयो गमला पनि उडेर यसलाई यसो गर्नु पर्यो यसो नगरे त कामै छैन मेरो गमला अर्को कहाँ गएछ गमलै हराएछ ल हावाले कता पुऱ्यायो हौ यसैले ढाक्नु पर्ला अब फल्यो भने त खान पाइन्छ नि मलाई गाडेको यहाँ मेरो आलु यस्तो भएछ है लसुन चाहिँ यसरी बाँध्दैछु यहाँनिर यस्तो गर्नुपर्छ भनेर त्यति राम्रो भएको छैन अब चाहिँ आज हामी अघि ल्याएको खुर्सानीको बेर्ना र चिप्ली भिन्डी यहाँ गाडेको थिएँ उतातिर भुइँमा सबै चिप्लो किराले खाएर यहाँ साग चाहिँ यहाँ अस्ति सारेको यस्तो राम्रो भएको छ यहाँ छरेको थिएँ यो अघि ल्याएको खुर्सानी हो यो होम बेस भएको ठाउँ बिएनक्यू खोलेछ नयाँ त्यहाँबाट ल्याएको यो खुर्सानी चाहिँ पहिला मैले कोभिडभन्दा अगाडि होम बेसबाट ल्याएर रोपेको थियो 2 थरीको फल्छ सानो सानो हुन्छ यो एकदम पिरो हुन्छ त्यही जस्तो लाएर ल्याएको यो चाहिँ अर्को यो डल्ले जस्तो छ हेरौँ ट्राई गरौँ भनेर लिएर आएको चाहिँ यहाँ चाहिँ चिप्ली भिन्डी गाडेको छु है मैले हेरौँ ट्राई गरौँ यहाँ राखेर अलिक चिप्ली किराले खाएको छैन चराले पनि खाएको छैन नत्र त चरा र चिप्ली किराले खाएर खत्तम पार्ने स्ट्रबेरीको फुल लाग्दैछ फल्ने हो कि होइन सानो त भएछ तर किराले खाइदिन्छ कि डर लाग्यो यहाँनिर हेर्नु त यस्तो भएछ यो खासी एउटा बोट हो एउटा बोटबाट मैले निकालेर यो 3टा ठाउँमा एउटा यहाँनिर थियो यहाँबाट मैले छुट्टाएर यता सारेँ यो चाहिँ एकदम 6-7 वर्ष अगाडिको पुरानो बोट हो यो अहिलेसम्म छ यो चाहिँ मरे पनि स्ट्रबेरी मरे पनि फेरि त्यही पलाउँदो रहेछ के खुर्सानी हेरौँ अझै यहाँ यसमा चाहिँ 2टा थियो एकै ठाउँमा गाड्दिएँ मैले त
हेर अब के हुन्छ थाहा छैन। मेरो यो सेड छ यो, यसको यहाँनिर यस्तो छाना थियो अनि यहाँनिर यता काठको थियो टुक्राहरू। भद्रगोल चाहिँ राम्रोसँग मिलाएको छैन यो, अनि यहीँनिर साइडमा राखिदिएको ठिक भएछ। बल्ल यहाँ भयो मेरो चाहिँ। ल यतापट्टि नि यो सबै यो फुल ल्याएर मैले सयपत्री फुल ल्याएर गाडेको चिप्लिकाले यस्तो बनाइदिन्छ, यी सबै मारिदियो, कामै छैन। यहाँ पनि थियो यस्तो भएर मरेछ। अब यो चाहिँ पहेँलो रङको फुल हुन्छ, यो आफै उम्रिन्छ। यो कामबन ठाउँबाट बिउ ल्याएको हो यो, धेरै वर्ष अगाडि, कति 2008 साल 9 सालतिरको हो यो। ल्याएर मैले मेरो पुरानो घरमा लगेर छोडेको थिएँ। छरेपछि त्यहाँबाट भएको त्यही बिउ ल्याएर यहाँ छोडेको। यो वर्षै पछि चाहिँ मजाले फुल्छ यो। अनि त्यसको फुल फुलेपछि यहीँ फालिदिनुपर्छ त्यसको बिउलाई, अनि ठ्याक्क गरिमा चाहिँ आफै उम्रिन्छ। यसरी भोलिपछि फुल त एकदम राम्रो हुन्छ। हेर्नु त यो पनि मैले किनेर ल्याएर यहाँनिर रोपेको, यस्तो किराले खाएर चिप्ले किराले बिचोक पारेछ। त्यो चिप्ले किरालाई खाएको त्यसकै जोडी हो यो चाहिँ। यहाँ कति राम्रो भन्छ यो फुल, नलाज फुल निस्किन लाग्छ ल यसको मैले। अन्त यो हो यो फुल पनि यो आफै उम्रेको, त्यही अघिको मसिनो मसिनो फुल भने नि पहेँलो मैले काम गर्ने ठाउँबाट परेर ल्याएको त्यही हो। यहाँ पनि अलिअलि छरेको थियो, यहाँ पनि उम्रेछ। यसको त फुल फुल्दैन, यो त किनेर ल्याएको मैले। यो चाहिँ गिफ्ट दिएको हो कि जस्तो लाग्यो मलाई। लास्ट इयर कसले मलाई गमलामा दिएको थियो, अनि मैले यहाँ गाडिदिएको, मैले चाहिँ फेरि उम्रेछ। यो पनि एकदम राम्रो हुन्छ, यो पनि मजाले फुल्छ। यो चाहिँ मेरो पिङ्क छ है क्या, यो चाहिँ पाती, यो चाहिँ पक्का नेपालको पाती जस्तो छ, नेपालकै भन्ने चाहिँ लाग्थ्यो। मजाले बाहना आउँछ। यो चाहिँ मैले मेरो सोल्टिनी घरबाट ल्याएको हो, कति भयो 3-4 वर्ष त भयो होला। गमलामा रोपेको थिएँ, मर्छ जाडोमा, अनि फेरि पलाउँछ त्यहाँबाट। यो पनि जिरै हुँदो रहेछ।